नमस्कार। हामीले सोच फराकिलो बनायौँ भने जिन्दगी आफै फराकिलो हुन्छ। कि हामी हरेक कुरामा, हामी हरेक प्रसङ्गमा सफल मान्छे र असफल मान्छेहरूमा त्यही कुराको फरक हुन्छ। ती सफल मान्छेहरू जुन कुरा हुन्छ, जुन प्रक्रिया हुन्छ त्यसलाई अगाडि बढाउनु निम्ति लामो समयसम्म सोचिरहन्छन्, कल्पना गर्छन्। त्यो कल्पना गरेका कुराहरूलाई व्यवहारमा उतार्नको निम्ति प्रयत्न गर्छन्। अनि एउटा प्लान बनाउँछन्, त्यो प्लानमा निरन्तर रूपमा काम गरिरहन्छन् र सफल हुन्छन्। र जो असफल हुने मान्छेहरू हुन्छन्, त्यो असफल हुने मान्छेहरू चाहिँ के गर्छन् त भन्दा आफूले भनेको मात्रै सही हो, होइन? आफूले भनेको भन्दा अर्कोतिर गएर काम गर्दाखेरि चाहिँ त्यो सही नहुने, आफूले गरेको जुन कुरा हो त्यो एकदम ठिक हुने, अरूले गरेको कुरा सबै गलत हुने भन्नेतिर बढी जान्छन्। त्यसले गर्दाखेरि के हुन्छ भन्दा मान्छेहरू चाहिँ असफल हुन पुगेका हुन्। त्यही सन्दर्भमा हामीलाई प्रकृतिले चाहिँ दिएको छ कि हाम्रा दुईटा कान र एउटा मुख। त्यो किन दिएको त हो त भन्दा प्रकृतिले जति तिमी बोल्छौ त्यो बोलेको भन्दा 2 गुणा सुन भने हो। तर हामी ठिक उल्टो के गरिरहेका छौँ भन्दा जति सुन्छौँ त्योभन्दा हामी बढी बोल्ने गर्छौँ। त्यसैले जसले बढी बोल्ने गर्छ र कम सुन्ने गर्छ ती मान्छेहरू असफल भएका छन्। जसले बढी सुन्ने गर्छ र कम बोल्ने गर्छ ती मान्छेहरू के भएका छन् जिन्दगीमा सफल भएका छन्। त्यसैले प्रकृतिले दिएको कुरालाई पनि हामीले नबुझिकन हामी अगाडि बढ्यौँ भने त्यो प्रकृतिले के कुरा दिएको छ भन्ने कुरा पनि हामीले बुझेनौँ भने त्यसमा हाम्रो अर्थ रहँदैन। त्यसकारण प्रकृतिले दिएको कुरालाई हामीले पनि उच्च सम्मान गर्दै त्यो आधारमा हामीले चाहिँ बोल्ने भन्दा धेरै गुणा सुन्ने हुन्छ। किनभने सुनाइबाट मात्रै ज्ञान प्राप्त हुन्छ। त्यो सुनाइबाट प्राप्त भएको ज्ञान ले हामीलाई व्यवहारमा लागू गर्न सजिलो हुन्छ। त्यसकारण हामीले चाहिँ यो सफलता प्राप्त गर्नको निम्ति कम सुन्ने नभएर बढी सुन्ने र कम बोल्ने बानीको विकास गर्दै अगाडि बढ्नुपर्छ। थ्याङ्क यू, नमस्कार।